दुई अङ्कले जित्ने कसले पो बाँकी भएन त हो नि फाइनलको पनि फाइनल संयुक्त राष्ट्र मेला सन्दु विक्रम छ स्पाइक यहाँ बाहिरिएको छ अन्त गले हार्भेस्टिङ 4-3 भाइ 4-3 है सारिसमा श्रीराम खड्का भाइ 1,50,000 अंक सिद्धार्थ चस्मागर 4 बराबर है 4 बराबर सरिस्मा जीवन सुनार ल है त साथीहरू 15 अङ्क कसको पो आउला त छिटो ओहो घले हार्भेस्टिङ यहाँ अङ्क जोडेको छ घले हार्भेस्टिङ अगाडि बढेको छ घले हार्भेस्टिङ 6 अङ्क छ भने सिद्धार्थ चस्मागर 4 ओहो नि कसले पो लग्ला त 3 लाखको बिटो 15 अङ्क जसको आउनेछ उसले नै लग्नेछ एसएमबीका सर्भिसमा यो फाइनलको पनि फाइनल यसका सन्तोष इन्स्पेक्टर ब्लक सँगै 7-4 खेल्नुपर्ने छैन ओहो नि बरै घले हार्भेस्टिङ तातेको छ है घले हार्भेस्टिङ 8 अङ्क छ भने सिद्धार्थ चस्मागर 4 ओहो नि बरै कोड चेन्ज यहाँ सिद्धार्थ चस्मागरलाई निकै नै दबावमा राखेको छ ओहो नि बरै अब के पो होला त यो उपाधि भेट्नको लागि साइजमा रेशम बिगा है 4 लाइ ओहो विश्वास अधिकारीको उत्कृष्ट प्लेसमेन्ट अंक 5-8 ल है त एक अङ्कले फेरि 5-8 है के होला त सिद्धार्थ चस्मागरले के कमब्याक गर्ला त अब के होला त प्रवीणनगर कोटीबाट यहाँ अङ्क जानेछ सिद्धार्थ चस्मागरलाई विष्णुको सर्भिस सरी खाली हार्भेस्टिङ सिद्धार्थ चस्मागर 6-9 विश्वास अधिकारी लाइ 6-10 है 6-10 पोहनी बराई ला अब घले हार्भेस्टिङलाई 3 लाख जित्नको लागि 5 अङ्क आवश्यक छ भने
कमब्याकको लागि 4 अङ्क आवश्यक छ सिद्धार्थ चस्मागरलाई। ओहो नि बरै के पो होला त? हिमाल सुनारीले त्यसलाई रिक्वेस्ट गरिरहेका छन्। पहल गतराज टर्कीले अङ्क दिलाउन सफल घले हार्भेस्टिङलाई। 11 छ। ओहो नि बरै डरलाग्दो पो भयो त। सिद्धार्थ चस्मागर यहाँ के भइरहेको छ? तात्नु पर्यो है। ओहो नि निकै नै दबावमा परेको छ अब सिद्धार्थ चस्मागर। फाइटमा जानै नहुने हो क्या? त्यसमा फाइटमा गएपछि त खेल हो, जे पनि हुन सक्छ है। ला अब के पो होला त? ला ओहो नि अब के होला त? ला ओहो ओहो ला ओहो यहाँ फेरि पनि अङ्क घले हार्भेस्टिङलाई जानेछ। हिमालले हान्छ सञ्जु विक्रम शाहबाट अङ्क जानेछ घले हार्भेस्टिङलाई। 7-12 सर्भिस बाहिरिएको छ। अङ्क जोडेको छ फेरि पनि घले हार्भेस्टिङ। ला अब के पो होला त? ला बर्बाद भयो है। ला झ्या पो भयो त। सन्तोष ओहो नि हेर्दै खेल सकियो है। ओहो नि जोग पो भयो त। सन्तोषबाट पनि स्पाइक पाइरहेको छ। 8को विरुद्ध 15 अङ्क ल्याउँदै यो 5औं सेटमा घले हार्भेस्टिङले जित्न सफल। घले हार्भेस्टिङ 3-2 को सेटमा विजेता बन्न सफल। 3 लाखको बिटो घले हार्भेस्टिङले च्याप्प पारेको छ है। ल है त जित्यो घले हार्भेस्टिङले। यहाँ सिद्धार्थ चस्मागर भने केही 5औं सेटमा खेल फितलोसँगै हार्न पुगेको छ। 1.5 लाख सिद्धार्थ चस्मागरले पाउनेछ।